यो सिस्नुलाई चाहिँ मैले मकैको पिठो छर्किँदैछु। यो सिस्नुमा भएको जति पनि किराहरू हुन्छ तिनीहरू चाहिँ यहाँ यो मकैको पिठो खाएपछि चाहिँ तिनीहरू तल झर्छन्, यो लागेर त्यसको लागि हो। अनि यो यति गरिसकेपछि चाहिँ मैले लगभग 10-15-20 मिनट जति यसलाई यत्तिकै छोडिदिन्छु, किनभने उनीहरू खाउन् त्यहाँ लटपट्याउन् भने हो। अनि त्यस पछाडि मैले यता भिन्डीलाई यता काट्दैछु, किनभने आज मैले रेसिपी तपाईँहरूको माझ लिएर आएको छु भिन्डी र सिस्नुको साग। अनि यहाँ भिन्डी काटिरहेको छु। यो भिन्डी पनि काटिसक्छु। उता पानी पनि बसाएको छु, उता पानी पनि उम्लिँदैछ। त्यहाँ पानी बसाइसकेको छु मैले, पानी पनि उम्लिँदैछ। यता भिन्डी पनि काट्दैछु। यो भिन्डी पनि ठ्याक्कै काटिसक्छु। अनि त्यसपछि 10-15-20 मिनट जति भएपछि यो मजाले किराहरूले सिस्नुको साग पनि खाइसक्छन्, किराहरू तल बस्छन् अगाएर। अनि त्यसपछि फेरि एकचोटि सिस्नुमा केलाउँछु, केलाएपछि सिस्नुलाई अनि पानीमा धुन लान्छु। अब यसरी यो झार्न चाहिँ किराहरू तल जाउन् भनेको यसलाई हल्का उयो गरेको, तलमाथि गएर चलाएको हो। अब तपाईँहरूसँग चाहिँ चिम्टा छ भने चिम्टाले चलाउन सक्नुहुन्छ। मसँग चाहिँ चिम्टा नभएको हुनाले चाहिँ मैले डाडु त्यही भात चलाउन पुन्युले गएको हो। यता यी धुन ल्याइसकेँ मैले। यता अब पानी खोलिरहेको छु, उता तातो पानी पनि तातिरहेको छ। अनि यही डाडु पुन्युकै सहायताले फेरि मैले यसलाई धुँदैछु। तपाईँहरूले चिम्टा छ भने चिम्टा युज गर्न सक्नुहुन्छ। मोटो खालको पन्जा छ भने पन्जाले पनि युज गरेर हातले पनि धुन सक्नुहुन्छ, नभए चाहिँ फुल्छ। यसै अब मैले मजाले 2-3 पानी धोइसकेको छु। यता यी पानी अघि भनिरहेको थिएँ, पानी उमाल्दैछु। पानी उम्लेको पानीमा मैले सिस्नु हाल्दैछु। मैले चाहिँ यहाँ पानी उमालेर हालेको छु। तपाईँहरूले चाहिँ डाइरेक्ट कुकरमा सिटी पनि लाउन सक्नुहुन्छ, तपाईँहरूको कुकर छ भने। मैले चाहिँ किनभने कुकरमा सिटी लाउँदा धेरै फ्लात्ता हुन्छ, मलाई धेरै फ्लात्ता पनि ठिक लाग्दैन, त्यही हो। यसमा भिन्डी पनि हाल्दैछु उम्लेको सिस्नु पानी भएको ठाउँमै। मैले नुन हालेको छु, तपाईँहरूलाई कति ठिक लाग्छ त्यति नुन हाल्नु होला। यो चाहिँ मैले मकैको च्याख्ला अथवा पिठो के बुझ्नुहुन्छ त्यो हालेको हो। मैले चाहिँ बजारमा किनेर ल्याएको हो। तपाईँले घरमा पनि बनाएर हाल्न सक्नुहुन्छ, पिसेर जाँतो अथवा ढेकी केही छ भने। यो च्याख्ला हाल्नुको कारण चाहिँ अझै यो मोटो होस् भने, यो चाहिँ टिमुर हो। यो काँचो टिमुर भएकोले कुटेर यसलाई कुट्नको लागि त्यहाँ राखेको हो। तपाईँहरूले सिलौटो छ भने सिलौटोमा पिसेर पनि टिमुर खोर्सानी डाइरेक्ट पिसेर पनि हाल्न सक्नुहुन्छ। यहाँ मजाले उम्लिँदैछ, एकछिन उमाल्छु। यो उम्लिएपछि मजाले फिट्जाइसक्छ। अनि यसमा यता तेल हाल्दैछु झान्नको लागि। यसपछि यो झानिसकेपछि चाहिँ तयारी हुन्छ खानको लागि। तपाईँहरूले पनि आफूले पनि ट्राई गर्नु होला। भिडियो मन पर्यो भने लाइक सेयर गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला, कमेन्ट डाउन बिलो कमेन्ट पनि गरिदिनु होला। टिमुर हो, लसुन हालेँ, टिमुर पनि हालेँ, यो खोर्सानी हाल्दैछु। यो ब्राउन भएपछि चाहिँ मैले त्यसले झान्ने हो, अघि त्यहाँ उसिनेको सिस्नु। तपाईँहरूले तेलमा नभइकन अब कोहीसँग अब तोरीको तेल भयो भने हुन्छ। मैले चाहिँ अब सनफ्लावर हो, सूर्यमुखी तेल भएकोले त्यसमा झानेको छु। ब्राउन भइसकेको छ।
यसै चाहिँ मैले किन माथि उठाएको भने बाफ जाओस् माथि उयो भनेको डाइरेक्ट उठाउन नफैलोस् भनेको उठाइरहनु आवश्यकता थिएन। अब चाहिँ मैले झानिसकेको छु। अब यो चाहिँ खानाको लागि रेडी भएको छ। तपाईँहरूले पनि घरमा ट्राई गर्नुहोला अनि कमेन्ट तल कमेन्ट सेक्सनमा गएर कमेन्ट पनि गरिदिनु होला। धन्यवाद।